अब म यो पत्रिका म च्याते होइन लामबद्ध रूपमा म यो सिंहदरबारसम्म पुर्याउन गइरहेको छु। तपाईहरू हेर्नुहोस्, अब यो म खाँदैछु, तपाईहरू ध्यान दिनु होला। यो फोन भयो भने म आफै सफा गर्छु। यो नयाँ शिक्षा आउनुपर्छ, हाम्रो माग पुरा हुनुपर्छ। शिक्षक एकता, जबसम्म हाम्रो शिक्षा नयाँ लागू हुँदैन, हाम्रो माग पुरा हुँदैन, तबसम्म हामी काठमाडौँ छोडेर जाँदैनौँ। शिक्षक एकता जिन्दाबाद। हजुर, म पर्सा जिल्लाबाट देवेन्द्र प्रसाद शाह। पोहोर साल पनि जादु कला हेराएको थिएँ, डुङ्गाको चकलेट बनाएर सरहरूलाई खुवाएको थिएँ, पोहोर साल पनि भाइरल भएको थिएँ। हजुरहरूले हजुर अब फोहोरमा आफै टिप्छु, फोहोर हुन म दिँदैन, म आफै फोहोर टिप्छु, तर शिक्षा ऐन हाम्रो लागू हुनुपर्छ। हस्, धन्यवाद हजुर, धन्यवाद 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 हजुर। हुन्छ ल, धन्यवाद धन्यवाद। हो, फोहोर सबै टिपाउँ है। ल ल, फोहोर जादु।